नमस्कार, म अरिजन यादव। आज फेरि म एउटा सानो भिडियो लिएर आएको छु। अहिले मार्केटमा जताततै एउटै कुरा चलिरहेको छ कि जर्जियाले नेपाली स्टुडेन्टहरूलाई डिपोर्ट हानिरहेको छ, एयरपोर्टबाटै फर्काइरहेको छ, एन्ट्री दिइरहेको छैन। यो कुरा साँच्चै हो? हो, यो कुरा सत्य हो। अहिले इमिग्रेसनले नेपालीहरूलाई एकदम टाइट गरेको छ, एयरपोर्टबाटै डिपोर्ट गरिरहेको छ। यो सब गर्नुको पछाडिको कारण के हुनसक्छ भने चाहिँ होइन, अहिले रिसेन्टली हाम्रो नेपालमा जुन आन्दोलन भयो नि, जेनजी आन्दोलन, त्यो आन्दोलनपछि यहाँ इमिग्रेसनहरूले नेपालीहरूलाई एउटा अनसेफ वेमा हेरिरहेको छ क्या। यिनीहरू आएर हाम्रो कन्ट्रीलाई पनि यस्तो गर्दा त्यस्तो गर्दा हुन्छ नि, अलिक त्यस्तो टाइपको लिइरहेको छ होइन, अनसेफै लिइरहेको छ क्या। त्यही भएर नेपाली पासपोर्ट हेर्न बित्तिकै, नेपाली भन्न बित्तिकै होइन, यहाँ एयरपोर्टमा नेपालीहरूलाई एकदम टाइट हानिरहेको छ, एकदम क्वेसन गरिरहेको छ, एयरपोर्टबाटै फर्काइरहेको छ। स्ट्याम्पै हानेर पासपोर्टमा पठाइरहेको छैन होइन, तर एकदम टाइट गरिरहेको छ क्या। अर्को कारण के पनि हुनसक्छ भने चाहिँ नि, जुन मार्च इन्टेक छ नि 2026 को फर्स्ट इन्टेक हो, र जुन कन्ट्री पनि हामीले अप्लाई गर्दा भिजा आएपछि फर्स्ट इन्टेकमा जान्छ नि, अलिक टाइट गर्छ इमिग्रेसनले, त्यो भएर पनि हुनसक्छ। तर मेन चाहिँ त्यही आन्दोलनले गर्दा हो कि इमिग्रेसनले टाइट गरिरहेछ भने चाहिँ कि हामी जर्जिया अप्लाई नै नगर्ने हो, जर्जिया आउँदै नआउने, त्यस्तो कदापि होइन। त्यो सल्युसन पनि होइन। अब 100जना आयो भने 10जनालाई डिपोर्ट गरिरहेछ, त्यसले खासै आत्तिनु पर्दैन। अब हामी कसरी ट्याकल गर्ने, कसरी इमिग्रेसनसँग ट्याकल गर्ने, कसरी कुराकानी गर्ने, कसरी एन्सर दिने, त्यो हामीमा डिपेन्ड पर्छ। यो हामी प्रपर डकुमेन्टको साथमा आएको छौँ, हामी कन्फिडेन्ट छौँ, सोधेको क्वेसनको एन्सर मजाले दिइरहेछौँ, त्यस्तो आत्तिनु पर्दैन। आउने बेला चाहिँ सब डकुमेन्ट लिएर आऊ। रेक्टर डिग्री भयो, मिनिस्ट्री भयो, यता एकोमोडेसनको जुन आत्मीय होस्टेलको भयो एग्रिमेन्ट त्यो भयो, अनि इन्सुरेन्सहरू भयो, पेमेन्ट गरेको स्लिप भयो, त्यो सब चाहिँ छुट्याउँदै नछुट्याउ, किनकि त्यो डकुमेन्टहरू यहाँ माग्छ इमिग्रेसनले समात्यो भने त्यो डकुमेन्ट माग्छ, साथसाथै क्वेसन पनि गर्छ। कति दिनको लागि आएको छस्, कोसँग आएको छस्, कुन कोर्समा आएको छस्, पढाइसकेर त यहीँ बस्ने हो कि फेरि हाम्रो कन्ट्री फर्किन्छस्, यस्तै टाइपको क्वेसनहरू गर्छ होइन। होइन सर्दी हामी एकदम कन्फिडेन्टली बोल्ने, डराउँदै नडराउने, र मेन जब हामी एयरपोर्टबाट प्लेनबाट निस्किन्छौँ नि, इमिग्रेसनमा छिर्ने बेला ग्रुपमा नछिर्ने। भित्र छिर्न बित्तिकै जति साथीहरू हुन्छ नि, ग्रुपमा हुन्छ नि, नचिनेको जस्तो गरेर बालै नदिने को कहाँ छ क्या। भित्र छिरेपछि होइन, सब हुन्छ नि, एउटै डेस्कमा नजाने, एउटै ठाउँमा लाइन नबस्ने, छुट्टै लाइन बस्ने, छुट्टै डेस्कमा जाने। त्यो लाइनमा बसेको बेला एकअर्कासँग नबोल्ने, एकअर्कालाई नहेर्ने, उनीहरूलाई शङ्का नहोस् कि यिनीहरूसँगै ग्रुपमा आएको छ, त्यस्तो नहोस्। त्यस्तो भयो भने ग्रुपलाई नै गाह्रो पर्न सक्छ। सो त्यहाँभित्र छिर्न बित्तिकै को कहाँ छ, के गरिरहेछ, एकअर्कालाई बोलाउँदै नबोलाउने, टोटल्ली नचिनेको जस्तो गर्ने। बाहिर निस्केपछि भेट्ने, बोल्ने, त्यो आफ्नो ठाउँमा छैन, तर भित्र चाहिँ एकदम केयरफुल भएर होइन, आफ्नो ठाउँमा बस्ने, लाइन बस्ने, र एन्सर दिँदा एकदम कन्फिडेन्टली बोल्ने। नेपाली हेर्न बित्तिकै उनीहरूले एकदम टाइट गर्छ क्या। यो कुरा झुटो होइन, साँच्चै टाइट गरिरहेछ। कतिलाई एयरपोर्टबाट फर्काइरहेछ। हाम्रो पासपोर्टमै त स्ट्याम्प लगाएर पठाउँदैन, डिपोर्ट गर्दैन, तर फेरि अब आउन मिल्ने त हुन्छ होइन। फेरि जुन लागत हुन्छ नि हाम्रो, फेरि टिकट काट्नु पऱ्यो, यताउतिको खर्चहरू बढ्न जान्छ। सो प्रिपेयर भएर आउने, त्यस्तो एन्सर दिँदा नआत्तिने। त्यति गऱ्यो भने चाहिँ म आउँदा पनि मलाई पनि क्वेसनहरू सोधेको थियो, मलाई पनि डकुमेन्टहरू देखा भन्यो, तर हुन्छ नि, नडराइ कन्फिडेन्टली बोल्यो भने उनीहरूले पनि केही गर्दैन, छोडिदिन्छ। तर आत्तियो भने उनीहरूलाई डाउट हुन्छ नि कि झुट बोलिरहेछ यताउति, देन उनीहरूले गाह्रो गर्ने हो, डिपोर्ट हान्ने हो। र तिमीहरू होइन, यो जस्तै तिमीहरूलाई थाहा छ कि मार्च इन्टेक 2026 को फर्स्ट इन्टेक हुन्छ भनेर। इफ तिमीहरूको भिजा आइसकेछ देन अहिले मार्च आउनु टाइम छ होइन, अहिले नै नआऊ, अलि होल्ड गर्न सक्छौ, अलि इमिग्रेसन लुज हुन देऊ। आफ्टर द्याट यु क्यान कम। इमिग्रेसन त्यति बेलासम्म लुज भइसकेको हुनसक्छ, अहिले एकदम टाइट छ। क्लास स्टार्ट हुन पनि अहिले टाइम छ, अगाडि आएर नि के गर्ने हो। सो अलि होल्ड गर, इमिग्रेसन लुज हुन देऊ। क्लास स्टार्ट हुनुभन्दा एक हप्ता अगाडि आउँदा पनि भयो तिमीलाई। यहाँ खासै अहिले आएर काम पनि गर्न मिल्दैन, यतिकै रुममै बस्ने हो। त्योभन्दा राम्रो बरु नेपालमै बस, इमिग्रेसन लुज हुनुको अलि वेट गर,
अहिले चाहिँ एकदम टाइट छ। केही दिन होल्ड गरेर म त्यो भन्छु, त्यो सजेस्ट गर्छु म तिमीहरूलाई। र तिमीलाई आउनै मन छ होइन, म अहिले नै जान्छु, यहाँ नेपालमा बस्दिनँ, बरु उतै गएर केही यता टिआरसीको कामहरू गर्छु भने तिमीहरू लागिरहेछ, देन तिमीहरू प्रिपेयर भएर आऊ। इफ तिमीहरूसँग त्यो स्याम्पल क्वेसन एन्सर छैन, यहाँ के सोध्छ त्यस्तो केही डाउट छ भने होइन, मलाई मेसेज गर, म तिमीहरूलाई स्याम्पल क्वेसनहरू पठाइदिन्छु, एन्सरहरू त्यसमा हुन्छ। प्रिपेयर भएर आऊ, के डकुमेन्ट लिएर आऊ त म सब भन्छु। त्यो विदाउट प्रिपेरेसन होइन, क्वेसनहरूको एन्सर नपढी न, यदि तिमीहरू आयो यहाँ एयरपोर्टमा क्वेसन गऱ्यो अनि एन्सर दिनै जानेको छैन भने देन तिमीहरूलाई गाह्रो हुनसक्छ। सो तिमीहरूसँग त्यस्तो स्याम्पल क्वेसन एन्सर छैन देन मलाई मेसेज गरेर म तिमीलाई पठाइदिउँ न, मसँग छ त्यो सब। तर यत्तिकै नआऊ गाइज, अहिले इमिग्रेसन एकदम टाइट गरिरहेछ। लिटरली नेपाली भन्न बित्तिकै एकदम टाइट गरिरहेछ। इन्डियनहरूलाई फेरि त्यस्तो खासै छैन, आन्दोलनले गर्दा हामीलाई र यता पाकिस्तानीहरूलाई चाहिँ अलिक टाइट गरेको छ। सो केही दिनमा भन्छु तिमीहरू होल्ड गर्छ, क्लास स्टार्ट हुन टाइम छ, 1 हप्ता 10 दिन अगाडि आए पनि हुन्छ। उता नगर मजाले उता बस, कि हल्का लुज हुन त त्यसपछि आउन सक्छौ तिमीहरू।